ल, एउटा एकदमै महत्त्वपूर्ण खबर आएको छ बागमती प्रदेश लोकसेवा आयोगबाट। उहाँहरूले 5औं तहको जागिरको लागि जुन विज्ञापन खोल्नुभएको थियो त्यसमा पद सङ्ख्या थपघट भएको छ। आज हामी यही नयाँ सूचनालाई अलि सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ ताकि सबै कुरा छर्लङ्ग होस्। ल, आज हामी के कुरा गर्छौँ त? सुरुमा त लोकसेवा आयोगको त्यो नयाँ सूचना नै हेर्छौँ। त्यसपछि प्रशासन, इन्जिनियरिङ, कृषि अनि स्वास्थ्य र शिक्षा सेवामा कहाँ कति पद थपिए त्यो सबैको हिसाब किताब गर्नेछौँ। र अन्त्यमा जम्माजम्मी कति पद थपियो र आवेदन दिनेहरूले अरू के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेर्नेछौँ। ल, सबैभन्दा मुख्य कुराबाटै सुरु गरौँ है त। पहिले जुन विज्ञापन आएको थियो नि त्यसमा उल्लेख भएको जागिरको सङ्ख्या अब फेरिएको छ र खुसीको कुरा के हो भने यो सङ्ख्या बढेको छ। ल, अब अलि गहिराईमा जाउँ। प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले मिति 2082 साल माघ 12 गते एउटा सूचना निकाल्यो। सूचना नम्बर 196/08283 हो। यही सूचनाले चाहिँ पहिलेको विज्ञापनमा माग गरिएका पदहरूको सङ्ख्या बढायो। आजको हाम्रो यो सबै विश्लेषणको आधार नै यही सूचना हो। सबैभन्दा पहिले प्रशासन सेवाको कुरा गरौँ, किनभने सबैभन्दा धेरै पदहरू थपिएकै यही हो। त्यसैले प्रशासनतिर आवेदन दिने सोच बनाउनु भएकाहरूको लागि त यो एकदमै राम्रो खबर हो। अब यहाँ हेर्नुस् त, वरिष्ठ सहायक खुलातर्फ पहिले 40 थियो, अब 3वटा पद थपिएर जम्मा 43 पुगेको छ। त्यस्तै दलित समूहमा पनि 3वटा, महिलामा 2वटा र आदिवासी जनजातिमा 1 पद बढेको छ। अनि वरिष्ठ लेखा परीक्षक सहायक खुलामा पनि 1 सिट थपियो। राम्रो वृद्धि देखिन्छ है। भनेपछि प्रशासन सेवामा मात्रै हेर्ने हो भने पनि कुल 10वटा नयाँ पद थपिए। यो आफैमा ठूलो सङ्ख्या हो, होइन त? यसले पक्कै पनि प्रतिस्पर्धामा केही फरक पार्छ। ल, प्रशासनको कुरा त भयो। अब अलिकति प्राविधिक क्षेत्रतिर लागौँ है त। इन्जिनियरिङ र कृषि सेवामा चाहिँ के कस्तो परिवर्तन भयो अब त्यो हेरौँ। इन्जिनियरिङमा खास गरी सिभिल सब इन्जिनियर पदमा पनि राम्रै सङ्ख्या बढेको छ। खुलातर्फ 2 जना, आदिवासी जनजातितर्फ पनि 2 जना र महिलातर्फ 1 जना थपिएको छ। भनेपछि यहाँ पनि अवसर बढेको देखियो। सबै जोड्दा इन्जिनियरिङ सेवामा कुल 5वटा नयाँ अवसर थपिएका छन्। प्राविधिक क्षेत्रका साथीहरूका लागि यो पक्कै पनि खुसीको खबर हो। अब लागौँ कृषि क्षेत्रतिर। यहाँ त झन् उत्साहजनक परिवर्तन छ। हेर्नुहोस् त, कृषि प्रसारतर्फको प्राविधिक सहायकमा 3वटा पद थपिएर जम्मा 14 पुग्यो। अनि भेटरिनरी अर्थात् पशु चिकित्सातर्फ त झन् 4वटा पद थपिएर कुल 16 पुगेको छ। यो त गजबै भयो। यसको मतलब के हो भने कृषि क्षेत्रमा मात्रै कुल 7वटा नयाँ पद थपिएका छन्। गाउँघर र कृषि विकासमा काम गर्न चाहनेहरूका लागि त यो एकदमै राम्रो अवसर हो। ल, अब कुरा गरौँ सबैका लागि महत्त्वपूर्ण क्षेत्रहरूको, स्वास्थ्य र शिक्षा। यी 2 क्षेत्रमा चाहिँ के कस्ता अवसरहरू थपिए त? आखिर यी दुवै त सार्वजनिक सेवाका एकदमै महत्त्वपूर्ण अङ्ग हुन्। स्वास्थ्य क्षेत्रमा त झन् सबैभन्दा ठूलो वृद्धि हेल्थ असिस्टेन्ट पदमा देखियो। एकैचोटि 7वटा नयाँ पद थपिएका छन्। अब कुल पद सङ्ख्या 32 पुग्यो। यो त निकै ठूलो सङ्ख्या हो। अनि पब्लिक हेल्थ नर्समा पनि 1 पद थपिएको छ। भनेपछि स्वास्थ्य सेवामा भएको यो वृद्धि निकै महत्त्वपूर्ण छ। समग्रमा हेर्दा यो क्षेत्रमा 8वटा नयाँ जागिर थपिएका छन्। यसले पक्कै पनि स्वास्थ्य सेवाको पहुँच बढाउन मद्दत गर्छ। एउटा कुरा नछुटाउँ, शिक्षा सेवामा पनि सानो तर महत्त्वपूर्ण परिवर्तन भएको छ है। शिक्षा प्रशासन समूह अन्तर्गत प्राविधिक सहायकको लागि 1 नयाँ पद थपिएको छ। ल, हामीले विभिन्न सेवामा भएका परिवर्तनहरूलाई छुट्टै हेर्यौँ। अब यी सबैलाई एकै ठाउँमा राखेर हेरौँ न त। यो अध्यावधिकले वास्तवमा कति ठूलो अवसर सृजना गर्यो त। र सबै सेवा समूहहरूमा गरी कुल 31वटा नयाँ पदहरू थपिएका छन्। हो, 31वटा। यो सङ्ख्याले पक्कै पनि धेरैको ध्यान तानेको हुनुपर्छ। यसलाई अझै सजिलोसँग बुझ्नको लागि हेर्नुस् त, पहिले कुल 198वटा पदका लागि विज्ञापन खुलेको थियो, तर अब यो सङ्ख्या बढेर 229 पुगेको छ। यो अपडेटले अवसरको दायरालाई साँच्चैकै फराकिलो बनाएको छ। पद सङ्ख्या त बढ्यो, तर के अरू कुराहरूमा पनि केही परिवर्तन भएको छ त? जस्तै आवेदन प्रक्रिया वा अन्य शर्तहरू? अब आवेदकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण व्यावहारिक जानकारीबारे कुरा गरौँ, जुन जान्नै पर्छ।
यो कुरामा एकदमै स्पष्ट हुनुपर्छ है। पद सङ्ख्या बाहेक अरू केही पनि परिवर्तन भएको छैन। याद गर्नुहोला, आवेदन दिने अन्तिम मिति, चाहिने शैक्षिक योग्यता, अनुभव, उमेरको हद अनि आवेदन दिने तरिका सबै पहिलेको सूचनामा जे थियो त्यही नै हो। त्यसमा कुनै फेरबदल छैन। आयोगको आधिकारिक सूचनाले पनि यही कुरा भन्छ। त्यहाँ प्रष्टै लेखिएको छ कि अन्य सबै शर्तहरू पहिलेकै विज्ञापन अनुसार हुनेछन्। त्यसैले तयारी गर्दा वा आवेदन दिँदा पहिलेको सूचनालाई नै आधार मान्नुपर्छ है। ल, अन्त्यमा अब जम्माजम्मी 31वटा नयाँ अवसरहरू थपिएका छन्। यो आफ्नो योग्यता र रुचिअनुसारको क्षेत्रमा अघि बढ्न चाहनेहरूका लागि सुनौलो मौका हुन सक्छ। अब प्रश्न यो हो कि यति धेरै अवसरहरूमध्ये आफ्नो लागि सबैभन्दा उपयुक्त पद कुन हो त? अब यसैमा विचार गरेर तयारीलाई अझै तेज बनाउने बेला आएको छ।